नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमाडौँ जिल्ला कार्य समितिको आयोजनामा वृक्षारोपण तथा फोनिज पदयात्रा सम्पन्न भएको छ। फोनिजको 27औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँको साखु वज्रयोगिनी हुँदै मणिज्यूर दहसम्म पदयात्रा तथा विभिन्न गुम्बा तथा मन्दिर परिसरमा वृक्षारोपण गरेका हुन्। काठमाडौँ जिल्ला अन्तर्गत फोनिज आबद्ध प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि र विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा साखुमा भेला भई वज्रयोगिनी मन्दिर परिसरबाट करिब 17 किलोमिटरको दूरी पदयात्रा गरेका थिए। पदयात्रापछि मणिच्युर दहमा भएको औपचारिक कार्यक्रममा विभिन्न वक्ताहरूले धार्मिक पर्यटन प्रवर्धन र संरक्षणमा आदिवासी जनजातिहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। कार्यक्रममा बोल्दै शंखरापुर नगरपालिका वार्ड नम्बर 8 का अध्यक्ष पोते थिङले मणिच्युर दहको महत्वबारे प्रकाश पार्दै प्रचार प्रसारको अभाव तथा राष्ट्रिय निकुञ्ज वन क्षेत्रको निश्चित मापदण्डका कारण अझै ओझेलमा परेको बताए। मणिच्युर दह र त्यस क्षेत्रमा रहेका हरेक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनका साथै थप व्यवस्थापन गर्न वनसँग जोडिएका कानूनलाई परिमार्जन गर्नुपर्ने धारणा राखे। त्यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार वाइबाले निकुञ्जभित्र रहेको मणिच्युर दह बौद्ध र हिन्दू दुवै धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रूपमा मान्दै आएको बताए। विशेष गरी जनजातिहरूको बाहुल्यता रहेको त्यस क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूले विभिन्न समयमा पूजापाठ, मोलम लगायत साउन महिने जल जात्रा, जनै पूर्णिमा लगायत सांस्कृतिक पर्वहरू मनाउने भएकाले थप महत्व रहेको बताए। अहिले निकुञ्ज स्थानीय तह र मन्दिर व्यवस्थापन समिति बीचको समन्वयमा व्यवस्थित बनाउने रणनीति रहेको बताए। कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क र गोकर्ण यज्ञडोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिगदेलले वन जंगल, जल र जमिनको संरक्षणमा जनजाति समुदायको उल्लेख्य भूमिका रहेको बताउँदै आफ्नो सांस्कृतिक पहिचान र अधिकारसँग जोडिएको क्षेत्रमा राज्यले दुःख दिन नहुने बताए। जनजाति समुदायले विशेष गरी प्रकृतिको पूजा गर्ने चाडपर्वलाई सांस्कृतिक पहिचानको रूपमा विश्वमा चिनाउन सफल रहेको बताउँदै राष्ट्रिय शहीद पार्क वन क्षेत्रमा समेत विभिन्न जनजातिको अस्तित्व समेट्ने गरी भिलेज ग्रामको निर्माण गरिएको बताए। फोनिज बागमती प्रदेश समितिका महासचिव राजु नापितले फोनिजले पत्रकारितालाई आफ्नो पेशागत हक अधिकार मात्र नभएर भाषा, कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा विशेष योगदान पुर्याउँदै आइरहेको बताए। फोनिज बागमती प्रदेशभित्र पत्रकारहरूलाई एकीकृत बनाउँदै समुदायको पहिचान र अधिकार सुनिश्चित गराउन समेत जिल्ला कार्य समितिले सक्रियतापूर्वक गतिविधि सञ्चालन गराउँदै आएको बताए। त्यस्तै फोनिज संघीय समितिका सचिव सुनिल महर्जनले फोनिज पदयात्राले रमाइलो मात्र नभई अनुसन्धानका आयाम बुझ्न पाएको बताए। मणिच्युरको सुन्दर ऐतिहासिक धार्मिक पर्यटकीय स्थल प्रकृति प्रेमी र आध्यात्मिक शान्ति चाहनेहरूका लागि विशेष रहने बताउँदै पत्रकारिताको माध्यमबाट प्रचार प्रसारलाई तीव्रता दिनुपर्ने बताए। फोनिजले नेपालभित्र रहेका आदिवासी जनजाति समुदायसँग जोडिएका कला, भाषा, धर्म, संस्कृति र पहिचान बोकेका विषयवस्तुहरूको अध्ययन र अनुसन्धान गरी विश्व सामु चिनाउने प्रयास गरिरहेको बताए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमाडौँ जिल्ला समितिका अध्यक्ष भीमबहादुर लामाले सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यका साथ फोनिजको 27औं स्थापना दिवसलाई सार्थक पार्न पदयात्रा तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताए। उनले जनजाति पत्रकारहरूको पेशागत क्षमतालाई दरिलो बनाउन अध्ययन, अनुसन्धान र आलेख लेखनमा सहयोग पुर्याउने उद्देश्यले धार्मिक पर्यटकीय क्षेत्र तथा जनजाति समुदायको सांस्कृतिक तथा धार्मिक महत्व बोकेको क्षेत्र साखु, वज्रयोगिनी र मणिच्युर दहको यात्रा तय गरेको बताए। राज्य र पहुँचवाला समूहहरूबाट आदिवासी जनजातिहरूको थाकथलोमा जलविद्युत गुरुयोजनाहरू सञ्चालन गर्ने, विकास निर्माण र राष्ट्रिय निकुञ्जको नाममा परिवारहरू विस्थापित बनाएको अध्यक्ष लामाले आरोप लगाए। फोनिज काठमाडौँ जिल्ला कार्य समितिका सचिव रत्नमान महर्जनले सञ्चालन गरेको कार्यक्रममा नेपाल प्रहरीका पूर्व डीआईजी देवती गुरुङ, गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 8 का वडा सदस्य सुमन लामा,
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका उपाध्यक्षद्वय कमल राणा मगर, कान्ति न्यौपाने, सहसचिव विक्रम रत्न, मणिचुर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम घ्लान, नेपाल बौद्ध धर्म संरक्षण सङ्घका महासचिव उमा गुरुङ, सांस्कृतिक युवा समूहका अध्यक्ष बेचन लामा, समाजसेवी किरण मोक्तान, सोफिया पाखरिन लगायत अतिथि रहेका थिए। पदयात्रामा फोनिजकर्मी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि गरी 68 जनाको सहभागिता रहेको थियो।